सो हेलो एन्ड नमस्ते सबैजनालाई। आजको भिडियो चाहिँ ट्याटू भन्दा अलिकति फरक रहेको छ। ट्याटू चाहिँ प्रपर प्लानिङ बिना हान्दाखेरि के हुन्छ भनेर चाहिँ आज हामीले तपाईँलाई बताउने गइरहेको छौँ। तपाईँहरूले देखिराख्नु भएछ अहिलेको समयमा ट्याटू हान्ने ट्रेन्ड चाहिँ एकदम भाइरल भइरहेको छ र मान्छेले धेरै ठाउँमा गएर ट्याटू हान्छन्। कुनै मेलामा हान्छन्, कुनै स्ट्रिटमा हान्छन्, कुनै अब घर घरमा गएर पनि हान्छन्। र तपाईहरूले याद गर्नुपर्ने कुराहरू चाहिँ धेरै हुन्छ। त्यसमा निडल हुन्छ, हजुरको इङ्क हुन्छ, तपाईँको अब कस्तो युज गर्छ त्यसले, आर्टिस्ट कस्तो छ, प्रोफेसनल छ कि छैन, त्यसमा तपाईँको उल्लेख गरेको कामहरू, त्यसपछि पछाडि आउने दिनमा हिलिङ प्रोसेसहरू कस्तो छ त्यो तपाईँहरूले पनि हेर्नुपर्ने हुन्छ। म मेरो भ्युअर्सहरूलाई के सजेस्ट दिन्छु भने ट्याटू हान्नुभन्दा अगाडि हजुरले त्यो आर्टिस्टले हानेको ट्याटू हेर्नुहोस्, अनि त्यहाँदेखि एनालाइज गर्नुहोस्, तपाईँले हिलिङ प्रोसेसहरू हेर्नुहोस्, अनि बल्ल मात्र त्यो ट्याटू सपमा तपाईँ जाँदा हुन्छ हान्न लागि। हाम्रो भ्युअर्सहरूको भनाइ नै एउटा के छ नि, ट्याटू चाहिँ किन महँगो पर्छ, किन यस्तो महँगो हुन्छ, तर किन महँगो हुन्छ भने त्यसमा तपाईँको हाइजिनिक पनि आयो, तपाईँको अनि गेस्ट सेटिस्फ्याक्सन आयो, तपाईँको त्यहाँदेखि इन्भाइरोमेन्ट कस्तो छ, के छ, हजुरहरूलाई आउने दिनमा राम्रो हिलिङ प्रोसेस राम्रो होस्, तपाईँको आउने दिनमा ट्याटूहरू राम्रो होस् भन्ने हामीले त्यही सजेस्ट गरेर हामीले महँगो लिने कारण नै त्यही हुन्छ। तपाईँहरूले देख्नै भएको होला मेलातिर गएर ट्याटूहरू हान्छन् मान्छे कतिले, अनि पछि गएर उहाँलाई रिग्रेट फिल हुन्छ। त्यतिखेर तपाईँलाई याद आउँछ कि 1-2 रुपियाँ भन्दा बरु 5 रुपियाँ तिरेको बेसी राम्रो हो भनेर। आज भर्खर तपाईँको एउटा कस्टमर आउनुभएको थियो, माई मेलामा उहाँले ट्याटू हान्नु भएको रहेछ। उहाँले के भन्नुभयो भने मैले 150 मा ट्याटू हाने, अनि सर मलाई यो ट्याटूले गर्दा धेरै इफेक्ट पर्यो लाइफमा भनेर आउनुभएको थियो। यहाँ हेर्नुहोस्, तपाईँले देख्न सक्नुहुन्छ माथि स्क्रिनमा उहाँले ट्याटू हानेको। सो सस्तोतिर तपाईँ नजानुहोस्, पैसा तिर्नुहोस्, बरु हाइजिनिक र प्रोफेसनल आर्टिस्ट खोजेर मात्र तपाईँले ट्याटू हान्नुहोस्। र ट्याटू हान्न र रिमुभ गर्न तपाईँले डिएनजे ट्याटू सपलाई सम्झाउनुहोस्। क्रिस्टो ग्रोड बिर्तामोड छापा।